कल्पना गर्नुहोस्, एक समय थियो जब पृथ्वीमा मानिसहरूको हृदय अन्धकारले भरिएको थियो। तिनीहरूले झुट बोल्थे, लड्थे, धोका दिन्थे र हरेक दिन खराब काम गर्थे। हिंसा र अन्याय सर्वत्र फैलिएको थियो। छिमेकीले छिमेकीलाई ठग्थे, बलियोले कमजोरलाई दुःख दिन्थे। मानिसहरूले परमेश्वरलाई बिर्सिसकेका थिए र आफ्ना मनका इच्छाहरू पूरा गर्न मात्र चाहन्थे। तर यस भ्रष्ट संसारमा एकजना मानिस थिए जसको नाम नोआ थियो। उहाँ धर्मी हुनुहुन्थ्यो र परमेश्वरलाई प्रेम गर्नुहुन्थ्यो। जब सबैले गलत बाटो रोजेका थिए, नोहाले सत्यको बाटो छोडेनन्। एक दिन परमेश्वरले नोहासँग कुरा गर्नुभयो। उहाँले भन्नुभयो, संसार ठूलो बाढीले नष्ट हुनेछ। एउटा ठूलो डुङ्गा बनाऊ, आफ्नो परिवार र जनावरहरूलाई त्यसभित्र ल्याऊ। यो कुरा सुन्दा अनौठो लाग्थ्यो। आकाशमा बादल थिएन, वर्षा थिएन, नदीहरू सुकेका थिए र मौसम सुक्खा थियो। तर नोहाले परमेश्वरमा विश्वास गर्नुभयो। उहाँलाई थाहा थियो कि परमेश्वरको वचन कहिल्यै झुटो हुँदैन। नोहाले काम सुरु गर्नुभयो। उहाँले ठूलो जहाज बनाउन थाल्नुभयो। दिनरात मेहनत गर्नुभयो, काठ काट्नुभयो, जोड्नुभयो र ध्यानपूर्वक परमेश्वरले दिनुभएको नक्सा अनुसार बनाउनुभयो। यो जहाज अत्यन्त विशाल थियो, 300 हात लामो, 50 हात चौडा र 30 हात अग्लो। मानिसहरूले उहाँलाई देखे र हाँस्न थाले। तिनीहरूले भने, के तिमी पागल भयौ? सुक्खा जमिनमा किन डुङ्गा बनाउँदैछौ? केहीले उहाँलाई मूर्ख भने, अरूले उहाँको खिल्ली उडाए। तर नोहाले तिनीहरूको कुरा सुनेनन्। उहाँले परमेश्वरको आज्ञा पालना गर्न जारी राख्नुभयो। वर्षौंसम्म नोआले काम गर्नुभयो। उहाँका छोराहरू शेम, हाम र येपेतले पनि सहयोग गरे। उहाँले हरेक प्रकारका जनावरहरू भित्र ल्याउनुभयो, नर र पोथी दुवै। सिंह र भेडा, हात्ती र चरा, सर्प र खरगोश, सबै प्रकारका जीवजन्तुहरू जहाजमा पसे। उहाँको परिवार पनि जहाजमा पस्यो। मानिसहरूले अझै पनि हाँसिरहे। तिनीहरूलाई लाग्थ्यो नोआ बौलाहा भएको छ। उनीहरूले सोच्थे, यो मानिस किन यति धेरै समय र पैसा बर्बाद गरिरहेको छ? त्यसपछि केही अविश्वसनीय भयो। आकाश खुल्यो, भारी वर्षा पर्न थाल्यो। पानी जताततैबाट आयो, माथि आकाशबाट र तल जमिनका मुहानहरूबाट। यो साधारण वर्षा थिएन, यो त्यस्तो वर्षा थियो जुन कहिल्यै देखिएको थिएन। बाढीले सम्पूर्ण पृथ्वीलाई ढाक्यो। घरहरू बग्न थाले, रुखहरू उखेलिए। नोआलाई हाँस्ने सबै मानिसहरू गए। अब तिनीहरूलाई थाहा भयो कि नोआ सही थिए, तर धेरै ढिलो भइसकेको थियो। तर नोआ र उहाँको परिवार जहाजभित्र सुरक्षित थिए। 40 दिनसम्म वर्षा पर्यो। पानी सबैभन्दा अग्ला पहाडहरूलाई पनि ढाक्यो। जहाज पानीमा तैरिरह्यो। तर परमेश्वरले नोआलाई सम्झनुभयो। उहाँले हावा चलाउनुभयो र बिस्तारै पानी घट्न थाल्यो। जहाज एउटा पहाडमा बस्यो। नोआले एउटा ढुकुर पठाए। पहिलो पटक ढुकुर खाली हातेले फर्क्यो। 7 दिनपछि फेरि पठाए। ढुकुर फर्केर आयो र आफ्नो चुच्चोमा जैतुनको पात ल्यायो। यसको मतलब पानी घटेको थियो र जमिन देखिन थालेको थियो। अन्ततः नोआ र उहाँको परिवार जहाजबाट बाहिर निस्के। तिनीहरूले परमेश्वरलाई धन्यवाद दिए र बलिदान चढाए। परमेश्वरले त्यसपछि एउटा प्रतिज्ञा गर्नुभयो र आकाशमा इन्द्रेणी राख्नुभयो।